हुन्छ म आउँदैछु मलाई यहाँ छोडिदिनु होला सर हाम्रो त्यो 20 रिटर्नको जाली छ नि सर त्यही छ होला यसो मिल्छ भने ल्याइदिनु नि हजुर 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 तपाईँलाई 5 नम्बर देख्नुभएको छ सर म पनि आज बाटो आउँछु नि त हजुर हजुर मामालाई फोन गरेको तेल ग्राम 500 रुपियाँ हालिदिनु भनेको अहिले फोनै उठाइदिएन त्यही मामाको त्यही चल्यो 20 चोटि गऱ्यो होला होइन बाहिरै छ होला के भयो कति आयो खै भन्नु भयो के छ यसको त्यो भन्नु न बुझौँ के भयो के बुझ्नु तपाईले भन्नु यसमा के जाँच्न खोज्नु भयो के हेर्नु भयो कम्प्याक्सन हेरेको र थिकनेस हेरेको हाम्रो पुगिरहेछ बुझ्नुभयो कम्प्याक्सन भनेको हामीले कति माल हाल्यौं थिकनेस त्यो हेरेको यो कति दबेको छ त्यो हेरेको त्यति मात्रै हजुर अनि त्यसपछि यसले सुकेको छ कि छैन मोइस्चर कन्टेन्ट हेरेको बुझ्नुभयो यो भनेको हामीले यसो यहाँ सल्फ्युरिक एसिड हालेर हलाएपछि यो ग्यास बन्छ यो सुक्छ ड्राईलाई के त्यो चिसोलाई सुकाउँछ अनि यो मिटर बढ्ने हो कि हाम्रो यहाँसम्म यो 10 सम्म आयो भने पास भयो यहाँदेखि माथि आयो भने फेल भयो यो अगाडिको प्रोसेसको लागि हो त्यसमा पिचिङको लागि कि सुकेको छ भनेर पिच हो प्राइम गर्छौं के पिचको लागि अब दाइ यो टर्नी माइनस त्यो टर्नी मार होला तेल त्यहाँ म देखिन जाई जाई